दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुहोस्। दुर्गा प्रसाईजीलाई मध्यरातमा गिरफ्तार गरियो। दुर्गा प्रसाईले तुरुन्त छोड्नुहोस् भनेर भनिरहेछन् केपी ओली शर्माले। केपी ओली जस्तो बौला मान्छेले भनिरहेछन्। पहिला के गर्थे, त्यो एउटा के भिडियो निकालेर सुमातेको, राति राति गएर सुमात्यो भनेर अहिले मान्छे उस्काइरहेछ। दुर्गा प्रसाईको मान्छे उस्काइरहेछ केपी ओलीले। के भने केपी ओलीको त्यत्रो कति 32 अर्ब चाहिँ कता क्याम्बोडियामा राख्यो भन्दाखेरि दुर्गा प्रसाईले त्यतिखेर भिडियो निकाल्दाखेरि अनि त्यत्रो उस गरे होइन। फेरि त्यही केपी शर्माको ओलीको उसमा सरकार हुँदाखेरि त्यतिखेर जेल हालेको होइन। त्यतिखेर त फेरि चुपचाप यस्तो देशमा आतङ्क मचाउने मान्छेलाई बाहिर छोड्नु हुँदैन भनेर त्यतिखेर फेरि समातेर जेलमा हालेको केपी ओलीले, जेलमा हालेको दुर्गा प्रसाद। अहिले पछिल्लो समय फेरि अब आन्दोलन गर्ने मान्छेहरू छैनन् अब त्यति एमालेसित। त्यही पनि अब दुर्गा प्रसादले आन्दोलन गर्छु भनिरहेको थियो। त्यसमा घुटपिट 2-4 मान्छेहरू घुसपेट गरेर आफ्नो सरकार ल्याउनलाई खोजिरहेछन्। यी पनि हठात मान्छे हुन्। यस्ता मान्छेहरूलाई सजाय दिएर चाँडोभन्दा चाँडो कारवाही गर्नु पर्यो नेपाल सरकारले। त्यही भएर अहिले अलिक बाटो हुनु नेपाली जनताहरू लाटो भएर काम छैन।